लाई जय मसी। यहाँहरूको बिचमा म आज वचन खण्ड लिएर आएको छु। यहाँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। परमेश्वरले यहाँहरूको जीवनमा प्रशस्त अनुग्रह गर्नुभएको होस्। यहाँहरूको बिचमा आज म भजन सङ्ग्रह 1को 1 देखि 3 म पाठ गर्नेछु। यहाँ यस्तो लेखिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। आमेन, 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 आमेन। साँच्चीकै हामी धन्य त्यो मानिस जो दुष्टहरूको सल्लाहमा, पापीहरूको सल्लाहमा, विभिन्न नराम्रो गिला गर्नेहरूसँग सङ्गत गर्दैन, तर परमेश्वरलाई खुसी पार्ने, परमेश्वरको व्यवस्थामा मनन गर्ने, परमेश्वरको योजना अनि इच्छा के हो त हाम्रो जीवनमा, किन परमेश्वरले मानिस जाति बनाउनु भयो, किन परमेश्वरले मानिस जातिलाई आफ्नो आमाको गर्भमा रच्नु भयो र पृथ्वीमा पठाउनु भयो, मानिस भएको कारण के हो, उद्देश्य के हो त भनेर परमेश्वरको व्यवस्था, परमेश्वरको वचनलाई हामी मनन गरेर हामी अगाडि बढ्छौँ भने त्यो मानिसलाई चाहिँ परमेश्वरले चाहिँ खोलाको किनारमा रोपेको बोट चाहिँ बनाउनुहुन्छ र आफ्नो ऋतुहरूमा, आफ्नो समयहरूमा त्यसले चाहिँ फल फलाउँदछ। खोलाको जब खोलाको किनारमा रोपेको बोट चाहिँ हुनेछ, त्यसले आफ्नो प्रशस्त फल फलाउनेछ, त्यसको पात कहिले पनि ओलाउने छैन, त्यो सधैँभरि हराभरा हुनेछ भनेर वचन स्पष्ट भन्दछ। जब हामी परमेश्वरको वचनमा हामी अगाडि बढ्दछौँ, जब परमेश्वरको वचनमा हामी स्थिर भएर अगाडि हिँड्छौँ नि, तब परमेश्वरले हाम्रो जीवनमा अचम्मको कामहरू गर्नुहुन्छ। हामीले नचिताएका, कल्पना नगरेका कुराहरू हाम्रो जीवनमा दिनुहुन्छ। त्यसै कारणले यहाँलाई म यही उत्साह दिन चाहन्छु, परमेश्वरको वचनमा तपाईँहरू अगाडि बढ्नुहोस्। दिनदिनको जीवनमा परमेश्वरको योजना के हो हाम्रो जीवनमा, किन परमेश्वरले संसारमा पठाउनु भयो, उहाँको योजना अनि इच्छा के हो त? के हामीले खाना लाउनु पिउनु मात्रै हो र? होइन नि, तर परमेश्वरको योजना हाम्रो जीवनमा छ, उहाँको राज्य प्रचार गर्नलाई, उहाँको राज्यको निम्ति सुसमाचार सुनाउनलाई, अनि परमेश्वरलाई नचिनेका व्यक्तिहरूको बिचमा अनि उहाँहरूको राज्यको निम्ति घोषणा गर्नलाई प्रभु यीशु ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ। उहाँ बाहेक कोही पनि स्वर्गको राज्य प्रवेश गर्न सक्दैन, किन बाटो सत्य जीवन प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। त्यस कारणले परमप्रभु परमेश्वरको वचनअनुसार हामी अगाडि हिँड्यौँ भने, परमेश्वरको अगाडिमा हामी लाग्यो भने, परमेश्वरको वचनलाई हामी मनन गर्दै हामी अगाडि भनेपछि परमेश्वरले सबै कुरा हामीलाई दिनुहुनेछ। किनभने पृथ्वीमा भएका यावत थोक परमेश्वरले सृष्टि गर्नुभएको र परमेश्वरले दिनुहुन्छ। हामी धनको पछि, पैसाको पछि, हरेकको पछि हामी धन दौलतको पछि, हामी ज्ञान र बुद्धिको पछि हामी दौड्यौँ भने हाम्रो जीवनमा सफल हुँदैन। तर जब हामी